ल साथीहरु, एउटा आइओएम र आइओईमा प्राय सोध्ने एउटा क्वेसन फिजिक्सको काइनेमेटिक्सको सल्भ गरौँ है। अ बडी इज प्रोजेक्टेड सच दैट इट्स काइनेटिक एनर्जी एट टप इज 3/4 अफ इट्स इनिशियल काइनेटिक एनर्जी। व्हाट इज द एंगल अफ प्रोजेक्सन विथ हरिजन्टल। क्वेसनले भनेको छ एउटा बडीलाई हामीले ग्राउन्डबाट प्रोजेक्ट गरिएको छ, मानम यु भेलोसिटीले प्रोजेक्ट गरेको छ र यताको काइनेटिक एनर्जी केई इनिशियल मानम अनि एउटाको केई फाइनल। भन्ने क्वेसनले के दिएको छ, जुन काइनेटिक एनर्जी फाइनल टपमा छ त्यो चाहिँ 3/4 छ इनिशियल काइनेटिक एनर्जीको। सुरुमा प्रोजेक्ट गर्दाखेरि काइनेटिक एनर्जी घट्दै जान्छ, यता भेलोसिटी घट्दै जाँदाखेरि फेरि यता भेलोसिटी बढ्दै जान्छ अनि काइनेटिक एनर्जी पनि बढ्दै जान्छ। अनि यता यहाँ हामीले हेर्दाखेरि भेलोसिटीको दुईटा कम्पोनेन्ट हुन्छ, एउटा भर्टिकल कम्पोनेन्ट एउटा हरिजन्टल कम्पोनेन्ट। अनि ग्राभिटी भनेको हामीले वाई एक्सिसमा मात्र लागिरहेको छ भने त्यो पनि अपोजिट डाइरेक्सनमा ग्राभिटी लागिरहेको छ भने हाम्रो यो वाई कम्पोनेन्ट चाहिँ घट्दै घट्दै 0 सम्म जान्छ। अनि यक्समा त केही छैन, एक्सिलेसन केही छैन भने यक्सको भेलोसिटीलाई केही असर पार्दैन, यहाँ युएक्स नै हुन्छ जस्ताको त्यस्तै। भने हाम्रो यहाँको काइनेटिक एनर्जी यो यक्स कम्पोनेन्टले मात्र दिने भयो। भने काइनेटिक एनर्जीको फर्मुला हुन्छ 1/2 मास इन्टु भेलोसिटीको स्क्वायर। यक्स कम्पोनेन्ट मात्र छ फाइनलमा, यक्स कम्पोनेन्ट मात्र। यक्स कम्पोनेन्ट भनेको यसको यु कस थीटा हुन्छ। हाम्रो यो एंगल प्रोजेक्सन एंगल थीटा छ भने क्वेसनले पनि भनेछ हरिजन्टलसँगको एंगल त्यो यो थीटा हुन्छ, हरिजन्टलसँगको एंगल अनि यु सिएस कस थीटा। अनि हाम्रो इनिशियल भनेको त 3/4 1/2 m यु स्क्वायर हुन्छ। हामी यो 1/2 ले 1/2 गयो, यो हामीले m क्यान्सल भयो, सरी यसको होल स्क्वायर नि हुन्छ 1/2 m स्क्वायर गर्दाखेरि। अनि यो यु स्क्वायरले गर्दाखेरि यु स्क्वायर जान्छ अनि कस स्क्वायर थीटा भनेको हाम्रो 3/4 भयो अनि कस थीटा भनेको 3√3/2 भयो। देयरफोर थीटा इज इक्वल टु कस इन्भर्स √3/2 अनि कस 30 डिग्री भनेको √3/2 हुन्छ। देयरफोर थीटा इज इक्वल टु 30 डिग्री। हाम्रो अप्सन ए म्याच भयो।